फोनबाट गरम भयो आमाहरूलाई लु बस्नु छ आमा दुईजनै हिँड्दा त साह्रो पर्छ नि हौ चौरस्ता पुग्न आँटेको आज त गरम छ आमाहरू हिँड्नुहुँदैछ अगाडि भयो अब जान्छु भने हुन्छ नभए जिटिए गर्नु लगायो अब अफिस गराएको त काठमाडौँ यस्तो चाहिँ भएको सुन्यौँ कि है फोनमा आउनु लु फोटो खिच्दिउँ कतातिर उपरतिर लु सेप्रिनासँग है अहिले सेप्रिना जान्छ होला फेरि फोटो खिचिदिन्छु अब तीनजनाको अलिकति घोडा घोडा सेतो घोडा भानुभक्त आचार्यको प्रतिमा बहिनीको गाडीले हावा आयो नि शीतल अलिक ऊ पर अगाडि पनि खिच्दियो आमाहरूको उयो परतिर एक फोटो खिचिदिनु हाम्रो पूजा हजुर त्यहाँ पनि खिचिदिन्छु ल माथि नै खिच्दा पनि हुन्छ खाली हुँदा चौरस्ता घुमाइ एकै छिटो खिचेर पनि आएछ जाउँ माथि खिचिदिन्छु ल कुकुर सुताइ चाहिँ यो हो नि है घाममा गरम भएको अवस्था मलाई चाहिँ कता ठिक लाग्छ अगाडिबाट यो सिँढीतिर खिच्दा पनि ए तर बेसी जाम छैन ल आजकल त अलिक कम्ती हुन्छ कत्रो कुकुर रहेछ हौ बिचमा बस्दा पनि हुन्छ फुकेर बस्दा हुन्छ त्यस्तो मैला त छैन होला हजुर ए ए ए एकछिन है यसरी पनि खिच्दै गरौँ ल पर्ख ल आयो साथीहरू नआउँदैछ अरे हो आइसकेको छैन आउँछ एकछिनमा ल ल कुम्मा तपाईँले ए अस्ति एटिएम बोक्नु भएन छिटो गर्नु है मम्मीले भन्नुभयो होला नि
फोन गर्छु नि अहिले फोन गर्यौ झर्दैछ ओह्रालो भनौँ घाम चट्नु मलाई भने आओ ना अभी इतना छोटा छोटा भाई बैठता है अरे हंसता ही रहता है घोड़ा पे बैठा देखिहाल्छ नि अहिले है के पाउँछ अलिक शीतल भयो आमा म उहाँ फोटो खिचिदिन्छु ल तपाईँहरूलाई भन्नुहोस् त लु भन्नुहोस् न आमालाई $60 भयो 60 त्यो 3 जना गरिहालौँ न पैसा म दिन्छु नि आमा अहिले म दिन्छु नि लास्टमा म पनि गरिहाल्छु न म पैसा दिन्छु अगाडि पुग्नुभयो चिनाजना मान्छेहरू भेट भएर चाहिँ म चाहिँ ढिलो भयो पछाडि भएँ अघि त गरम भएको थियो उकालोमा अहिले चाहिँ अलिक शीतल भयो दाजुहरू भेटेर त भुलि गएँ नि म त यता त होइन होला हजुर उता होला है त्यस्तो अब है त्यसै त माग्छ वेट हजुर हो नि एउटा खुट्टै रहेनछ हजुर आपने आना आ जाओ नहीं तो फिर मैं भाग के ले आती हूँ बिहिबार भएर मात्रै अलिक खाली यहाँनिर अनि झन् अस्तितिर त्यस्तै 55 थियो होला हजुर ओ 65 चाहिँ छोरी तपाईँ 45 म 60 अन्त म चाहिँ तपाईँ
कति लैजाउँ पाहाडे नै होला नि गोर्खाहाटमा त पाहाडे नै हुनुपर्ने एक सौकोले हुन्छ 7वटा दिन्छ अरे हुन्छ 7वटा कि 200को लानु नबताउँदा 50 खुट्टाले 15 दिनमा माग्यो त्यसरी भए पनि अब